आदरणीय ग्राहक महानुभावहरू, आज चाहिँ म हजुरहरूको मनमा रहेको पसले व्यापारीहरूप्रतिको डाउट क्लियर गरिदिन्छु। एकछिन मलाई सुन्नु होला। हजुरहरूलाई के लाग्छ भने यो पसलहरूको जिन्दगी त बिन्दास छ। व्यापार गरेका छन्, पैसा कमाएको छन्, हामीलाई लुटेको छन्, ठगेको छन्, पैसा मुला माला माल फालाफाल। यिनीहरूको जस्तो बवाल बिन्दास जिन्दगी त कसैको पनि छैन होला। तर रियालिटीमा यो पसलेहरूको जस्तो बत्तर जिन्दगी त कसैको पनि हुँदैन। न सरकारी बिदा पाएछ, न सकिन भन्न भएको छ, न चाडपर्व राम्रोसँग मान्न पाएको छ, न बर्खा झरी भन्न भएको छ। दिनभरि थाकेर गयो, सुत्यो, बिहान जुरुक्क उठ्यो, तुरुक्क मुत्यो, पसलको चाबी कता छ भन्न आँखा मिदे छामछाम छुमछुम गऱ्यो, पसलतिर कुद्यो, सटर तान्यो, बाटोको धुलो धुवाँ खायो, जसले जे भने पनि पायो। हप्ताको हप्ता नयाँ सामान आएको छ, पुरानो स्टक भएको छ। 4 कलरमा एउटा बस्यो, त्यो फस्यो, सेल लाउँदा पनि भएको छैन, फाइदा कता गयो थाहा छैन। लाखको बिटो